सबैजनालाई नमस्कार है साथीहरु। यो चाहिँ मानन्दचोकदेखि माता मन्दिर जाने बाटो हो र यो माता मन्दिर जाने बाटोमा चाहिँ यो चौरस्ता सिटी सेन्टरबाट आउने चौरस्तामा चाहिँ यस्तो अलिकति बिजोग भएको कारणले गर्दाखेरि सामाजिक अभियन्ता गणेश ढुङ्गाना दाइ चाहिँ यसरी आफै बेलचा लिएर अहिले सडकमा हुनुहुन्छ र उहाँको छोटो धारणा पनि म लिँदैछु है। दाइ नमस्कार। दाजु तपाईँ बेलचा हान्दै हुनुहुन्छ बाटामा, ठेकदार हो कि तपाईँ के हो दाइ? अनि म अहिले टुटे फुटेको सिसा सुत्रा प्लास्टिक बेचेर हजुर आश्रम बन्ने काममा लागिरहेको छु। हजुर नगरपालिका वार्ड नम्बर 11 मा। हजुर यो मेरो सिटी चाहिँ फुटेको सिसा लिएर आउँदै थिएँ। हजुर हजुर अब यहाँ धमाधम निर्माण कार्य भइरहेको छ। हजुर तर यहाँ बाटो क्रस गर्ने ठाउँ छैन। हजुर यहाँ झन्डै स्कुलको बस चाहिँ झन्डै पल्टेर हजुर यहाँ बिजोग देख्दाखेरि यो क्रस गर्ने ठाउँ चाहिँ यहाँ बेलचा मागेर बनाएको हो। हस् त हजुर दाइ। ल है बाटोको अवस्था यस्तो छ। दाइले यस्तो प्रयास गरिरहनु भएको छ। उहाँ दाइको कामप्रति सलाम छ।